छ तपाईँहरू खबर? मेरो चाहिँ ठिकै छ होइन। अघि म आउँदाखेरि बाटोमा पानी परिरहेको थियो अनि त्यस्तो बिदी जोडले पनि परेको थिएन, एकछिन परेको थियो अनि एकछिन पऱ्यो। एकछिनमै हेर्नु चाहिँ यस्तो भइसक्यो कि यहाँ, अनि एकछिनमै यस्तो भइसक्यो। अनि त्यहाँ चाहिँ अब पानी चाहिँ ठुलो आइसक्यो यहाँ होइन। अनि के भन्छ अरे त्यहाँ चाहिँ बच्चा अब खेलिरहेको थियो। अब त्यो बच्चालाई के भन्नु होइन, अब बुझ्दैन। त्यही भएर म चाहिँ यहाँ जानु लाग्यो। यहाँ मेन हाइवेमा चाहिँ पानी परेर गाडीहरू बन्द छ कि यहाँ पुरै डुबिसक्यो, हेर्न सक्नुहुन्छ होइन। मेरो म बस्ने बिल्डिङ चाहिँ यही हो होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ होइन, पुरै बाढी आइसक्यो होइन। बाटोमा चले छैन क्या गाडी, केही पनि चलेको छैन। अघिसम्म चलिरहेको थियो अनि अहिले चाहिँ यहाँ अहिले यस्तो छ। पानी हेर्नु नि कति ठुलो, तालभन्दा पनि ठुलो भइसक्यो। यहाँ एकछिन मात्रै पानी पऱ्यो भने यस्तै हो क्या। मदेखिको बल्ल पानी परिरहेको छ यहाँ होइन। मदेखि बल्ल आज पानी परेको, पानी एक दिन परेको। हेर्नु नि कत्रो ठुलो पानी बाढी आइसकेको छ। यहाँ गाडीहरू चाहिँ सबै यहाँ साइड लगाएको छ, हेर्नु सक्नुहुन्छ। यहाँ गाडी डुबेको छ, हेर्नु न यहाँ गाडी डुबेको छ। यहाँ गाडी डुबिरहेको छ होइन। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, उहाँ बसहरू रोकेको छ। यहाँ चाहिँ हल्का गहिरो जस्तो छ क्या, किनभने यहाँनिर नालाहरू थियो अनि त्यही भएर उहाँ चाहिँ गाडीहरू रोकेको छ। उहाँ हेर्नु सक्नुहुन्छ, त्यो गाडी रोकिएको छ त्यहाँ, हेर्नु त। अब त्यो गएन भने डुब्छ। त्यसको इन्जिनभित्र पानी, त्यो साइलेन्सरबाट पानी छिरिसक्यो होला किनकि डुबेको छ। यता हेर्न सक्नुहुन्छ बसहरू गाडीहरू सबै रोकिएको छ। त्यहाँ हेर्न सक्नु कति फोर्सले आएको छ क्या पानी। यहाँ हेर्नु न सबैजना यहीँ छ। म चाहिँ भर्खर अघि ड्युटी आएको होइन। अनि ड्युटीबाट म चाहिँ सुत्नु छोडेर म चाहिँ यहाँ फेरि बेलुका ड्युटी जानुपर्ने छ क्या। त्यही भएर म चाहिँ सुत्न छोडेर म चाहिँ यहाँ बाढी आएको थियो, त्यही हेर्न आएको। हेर्नु सक्नुहुन्छ यहाँ कारहरू सबैजना छन् होइन। यस्तो फोर्स आइरहेछ यहाँबाट, हेर्नु नि हाम्रो रुमको छेउबाट यहाँबाट कारहरू आइरहेछ, उताबाट कार आइरहेछ होइन। यत्रो फोर्स आइरहेको छ क्या, बगाउँछ यस्तो फोर्स आइरहेको छ। अहिले कारहरू ट्याक्सीहरू चलिरहेको छ, यस्तो फोर्स आइरहेछ। ल यति नै हो, अब म पनि जान्छु। यति भन्दै म पनि जान्छु होइन। अब लाग्नुपर्छ, सुत्नुपर्छ, किनभने बेलुका ड्युटी जानुपर्ने हुन्छ होइन। बाढी मात्रै हेरेर त भएन होइन। यहाँ हेर्नु नि यस्तो ट्याक्सी पुरै डुबिसक्यो। त्यही भएर यहाँसम्म पानी आएको थियो हेर्नु, यहाँसम्म। त्यही भएर म चाहिँ लाग्छु होइन। अब घर सुत्नुपर्ने हुन्छ, बेलुका ड्युटी जानुपर्छ। ड्युटी नजानुपर्ने भए भए त घुम्न जानुहुन्थ्यो क्यारे होइन। समुद्रतिर हेरेर जानुपर्छ, समुद्रमा त पुरै बाढी आउला। मौसम हेर्नु नि, त्यहाँ पाहाडहरू त केही पनि देखेको छैन। पाहाडहरू पुरै बादलै बादल कति हेर्नु सक्नुहुन्छ, हेर्नु सक्नुहुन्छ। यहाँ गाडी पार्किङ गर्न आएको छ। ल यति भन्दै म पनि बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। बाबाई बाबाई बाबाई।